भन्टाको तरकारी बनाउनुपछि एउटालाई भन्टालाई तासेर एउटा कालो यति जति मुल्ला एउटा अनि यति जति कालो आलुलाई काटेर रेडी पारेँ। अनि तेल राखेर त्यसमा तेल तातिसकेपछि मैले यसमा हालेँ। अनि यसको लागि मैले यति तोरी फिसे, तोरीमा बेसार अनि सुकेको खुर्सानीको धुलो मिसाएँ अनि यसलाई छोप्दै चलाउँदै एकछिन भुटिसकेपछि नुन मैले हालेँ। स्वादअनुसार नुन हाल्नु होला। नुन हालेर भुट्ने। अब त्यसपछि मैले मसला पनि हालेँ। एकछिन भुटेपछि यसरी रातो भइसकेपछि मसला भुटेर यसरी रातो भइसकेपछि ग्रेभीको लागि पानी मिसाउनु होला। आफूलाई चाहिए जति ग्रेभी हाल्नु होला। अन्त भन्टाको तरकारी अब रेडी भइसक्यो। मैले इन्डक्सन अफ गरेँ। रेडी भइसक्यो भन्टाको तरकारी।